नमस्ते। आज एउटा एकदमै कमन औषधिको बारेमा कुरा गरौँ, मेट्रोनिडाजोल। धेरैको घरमा यो औषधि होला, तर यो खासमा के हो, किन प्रयोग हुन्छ? आउनुहोस् यसलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गरौँ। कहिलेकाहीँ पेट गडबड हुँदा या दाँत दुखेर हैरान हुँदा डाक्टरले एउटा पहेँलो रङको ट्याब्लेट दिनुहुन्छ नि। हो, धेरैले यो औषधि देखेको वा खाएकै हुनुपर्छ। हेर्दा सामान्य लागे पनि यो निकै शक्तिशाली औषधि हो। ल सुरु गरौँ यसको परिचयबाट। आखिर यो मेट्रोनिडाजोल भनेको के हो त? अब मेट्रोनिडाजोलको काम भनेको दुई किसिमका दुश्मनसँग लड्नु हो। पहिलो हो प्रोटोजोआ, जुन एकदमै साना साना परजीवी हुन्। यिनीहरूलाई मार्ने भएकोले यसलाई एन्टिप्रोटोजोल भनिन्छ। अनि दोस्रो, यसले ती खतरनाक ब्याक्टेरियालाई पनि मार्छ जो अक्सिजन बिना नै बाँच्न सक्छन्। त्यसैले यो एउटा एनारोबिक एन्टिबायोटिक पनि हो। वैज्ञानिक भाषामा भन्नुपर्दा यो नाइट्रोइमिडाजोल भन्ने समूह अथवा भनौँ न परिवारको सदस्य हो। जसरी हाम्रो थरले हाम्रो परिवार चिनाउँछ, यो समूहको नामले नै यसले कीटाणुलाई कसरी मार्छ भन्ने कुराको सङ्केत दिन्छ। ठिक छ, यो के हो भन्ने त थाहा भयो, तर यसले काम चाहिँ कसरी गर्छ त? मेट्रोनिडाजोलको काम गर्ने तरिका एकदमै चलाक छ। यसले के गर्छ भने सिधै गएर कीटाणुको कन्ट्रोल सेन्टर मतलब त्यसको डिएनएमा आक्रमण गर्छ। सोच्नुहोस् त, यदि कुनै दुश्मनको सबै योजना भएको किताब नै च्यातिदियो भने के हुन्छ? हो, ठ्याक्कै त्यस्तै। मेट्रोनिडाजोलले कीटाणुको डिएनएलाई नै नष्ट गरिदिन्छ अनि त्यो कीटाणु बाँच्नै सक्दैन। अब लागौँ यसको प्रयोगतिर। आखिर कुन कुन अवस्थाहरूमा डाक्टरहरूले यो औषधि चलाउनुहुन्छ त? यसको प्रयोगको दायरा फराकिलो छ। जस्तै आउँ परेको बेला, जसलाई अमिबियासिस भनिन्छ, त्यसमा यो चल्छ। अनि जियाडियासिस र ट्राइकोमोनियासिस जस्ता अरू प्रोटोजोआले गराउने संक्रमणमा पनि। यति मात्र होइन, दाँतको गहिरो संक्रमणमा, गिजा सुन्निन्दा अनि पेटमा हुने केही खास किसिमका ब्याक्टेरियल संक्रमणहरूमा पनि यो एकदमै प्रभावकारी मानिन्छ। कुनै पनि औषधि लिँदा दुईवटा कुरा एकदमै महत्त्वपूर्ण हुन्छन्, त्यसको मात्रा र त्यसले गर्न सक्ने साइड इफेक्ट। अब यसबारे कुरा गरौँ। सामान्यतया वयस्कहरूका लागि दिनमा 2 देखि 3 पटक 400 देखि 800 मिलिग्रामसम्मको डोज हुन सक्छ। तर यहाँ एउटा कुरामा एकदमै ध्यान दिनुपर्छ। यो केवल एउटा सामान्य जानकारी हो। कुन रोग हो, कस्तो अवस्था छ, त्यो हेरेर सही मात्रा त डाक्टरले नै तोक्नुहुन्छ। अनि यसका केही सामान्य साइड इफेक्टहरू पनि छन्, जस्तै वाकवाकी लाग्नु, कहिलेकाहीँ बान्ता हुनु, मुखको स्वाद बिग्रेर धातु जस्तो हुनु वा पखला चल्नु। ल, अब हामी यो जानकारीको सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुगेका छौँ। यो एउटा यस्तो सावधानी हो जसलाई कहिल्यै पनि बेवास्ता गर्नु हुँदैन। त्यसो भए मेट्रोनिडाजोल खाँदा ध्यान दिनुपर्ने त्यो एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा के होला? हो, त्यो हो मदिरा अर्थात् एल्कोहल। मेट्रोनिडाजोल र एल्कोहलको भेट त कहिल्यै कुनै पनि हालतमा हुनु हुँदैन। प्रश्न उठ्छ, किन? किनभने यदि यो औषधि खाइरहेको बेला वा कोर्स सकेको केही दिनसम्म पनि रक्सी पियो भने शरीरमा एकदमै नराम्रो प्रतिक्रिया हुन्छ। गम्भीर रूपमा बान्ता हुने, अनुहार रङ्किएर रातो हुने अनि सास फेर्न समेत गाह्रो हुन सक्छ। त्यसैले नियम एकदमै सरल र स्पष्ट छ। जति दिन औषधि खाइन्छ र त्यसपछि कम्तीमा 3 दिनसम्म रक्सीबाट बिल्कुलै टाढा रहनुपर्छ। अन्तमा यो एउटा प्रश्नमा सोचौँ है त, मेट्रोनिडाजोल जस्तो सामान्य देखिने औषधिको बारेमा पनि सही जानकारी नहुँदा कति ठूलो जोखिम हुन सक्छ भन्ने कुरा आज हामीले बुझ्यौँ। यसले के देखाउँछ भने कुनै पनि औषधि प्रयोग गर्नुअघि त्यसको बारेमा सही र पूरा जानकारी लिनु कति जरुरी छ। यो साँच्चै जीवनदायी हुन सक्छ।